यो झापाको बाटो कहिले मजाले बन्छ र आनन्दले गाडीमा हिँड्नु क्या, कहिले मजाले बन्छ र आनन्दले हिँड्न पाउनु जस्तो भएको छ मलाई चाहिँ। हेलो साथीहरू, नमस्कार, म अनुष्का बराजुली। तपाईँहरू पनि म जस्तै यसरी नै गाडीमा हिँड्दै हुनुहुन्छ भनेदेखि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेछ भन्नु त। म थथर 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 गर्छ है गाडी, थथर्केर। यो बाटो यस्तो डेन्जर छ नि त, बन्दैछ नि त अब यो गाडी, अब त्यही भएर पनि थथर्केको होला होइन। बाटो कहिले मजाले बन्छ र आनन्दले ट्राभल गर्नु। अब बिहान हिँड्दाखेरि त्यस्तै हुन्छ, बिहान त झन् खाना खाने बित्तिकै अब छिटो हतार हुन्छ नि त जसलाई पनि ड्युटी हिँड्नलाई। अनि बिहान छिटो खाना खायो अनि त्यस पछाडि गाडीमा आइँदाखेरि बाटो यस्तो धेरै बिग्रेको छ, बनिँदैछ खाल्डा खोल्डी, आमामामा थरथर थरथर गर्छ। त खाएको सबै निस्केला जस्तो हुन्छ क्या, मलाई चाहिँ त्यस्तो हुन्छ। अनि त्यस पछाडि बेलुका पनि जाँदाखेरि यस्तै थरथर थरथर गरेर है, आमा माइ गड, कहिले मजाले बन्छ अनि आनन्दले ट्राभल गर्नु जस्तो भएको छ। एकदम धेरै डेन्जर, एकदम धेरै गाह्रो। अनि फेरि गाडी भन्दा मलाई यस्तो धेरै डर लाग्छ भन्नुहुन्छ भनेदेखि त्यो बाटो पनि अहिले कस्तो छ नि त, खाल्डा खोल्डी। अनि कहिले आफू आइपुग्ने, घर आइपुग्छ र आफ्नो ठाउँ आइपुग्छ र उत्रिनु जस्तो हुन्छ क्या मलाई चाहिँ। अनि कस्तो धेरै डर लाग्छ मलाई। बाटो पनि पुरा डेन्जर छ नि त। अनि त्यस पछाडि कता खाल्डो छ, कता के छ, कता कस्तो खर्लङ खर्लङ छ, कता के छ, एकदम धेरै डेन्जर छ।